जोजलपा सोक्टी पासमी जिको तो चैनल नवीन शाक्य पॉडकास्ट यूट्यूबे वना सब्सक्राइब यान दिस सुबह जोजलपा सोक्टी पासमी थौ जिनापति एकदमै लोक भाम मेहालामी सञ्जीप प्रधान सोथौ वेकना भए खना बलाय आबुजी जोजलपा सञ्जीप भाइ जोजलपा नवीन दगले नापाला थो नवीन पॉडकास्ट है जितो चाहिँ ई बिया चाहिँ नुगा ख जियो खला बलाय लागि थो चुलाको विनिन्ती एगो सुबाय देसन जन अले सकले सोकुमी नेनामी बाजबिन्दन जी सञ्जीप प्रधान पाखे हाक्नस क जोजलपा हजुर दगले नापा दायुवा बाल्यकालमा मिसेस गछि खना आबुजी हैन हजुर जी बाल्यकाले सञ्जीप दाइ गयु नेचर मख बडी छ खना बलाय जी मछाबले निसे इभन आटक्न पति छ मछाली मुनि नि पछ साइ नेचरम पति पासपिन खासै यो कोमरो लिमिट पासपिले जको पछ इन्जॉय टाइम पति मगला हजुर अले लिपाइ वया थो म्युजिक फिल्ड वया जको लिपा स्कुल कलेज म्युजिक फिल्ड वया जको थौने पति जथले चाहिँ दकना पञ्चाय पछ फ्र्याङ्कली खला बानिजको जुख मचानिसे चाहिँ पछ जी पछ मछाली पति अले पासपिन कम तर ऐसा गीत संगीत तालकी चाहिँ जे एकदमै सौक कथा चाहिँ हुरुके मलाई बान मेहलादी अलि बायो साइड प्रेरणा रे हामीलाई मलाई उकेना चाहिँ गुनगुन चाहिँ त्यो जी स्कुल ढुङ्गा कलेज लाइफ बनाउले चाहिँ जी म्युजिक फिल्ड लाग्ला हामीलाई हजुर त्यो आंगले बायो खवे होला हजुर हजुर आंगले बायो बारे पटिचा खनालाई यार बा गणेश भक्त प्रधान आवेको मरु पेरति दत बा नन नाप चाहिँ रेड नेपाल योको मे रेकर्डिङ याना दिएको छ वेको पुति चाहिँ पेपुन्यापो मेटर रेड नेपाल अले मेरो चाहिँ पेपुन्या बेचे चाहिँ नापा छि इन्डिया कलकत्ता आउन रेकर्डिङ याउ चलन्दु अले वो टाइममा चाहिँ छि वो एलपी डिस्क त नि रेकर्ड है ओके न प्याउँदो तर ठाउँ कुनै मिडिया थे मको वो टाइममा पास्क बा चाहिँ चर्चित चाहिँ ज्यामले तर एसन जीवन तिमीलाई दिएको मुस्कान तिम्रो लिएको तिमीसँग हाँसेर तिमीसँग रोजेर तिमीलाई ताकेको मायालु तापनि रक एन्ड रोल टाइपमा चाहिँ वो टाइममा खूब बजा जो हजुर अले थोइ मे त चाहिँ जी रि रेकर्डिङ हैन चाहिँ जो थको पाठशाला हालो मेन तयडु हजुर थलो होला दाइन न मे हजुर ख त चाहिँ बायोपति मेले चाहिँ जी कभर भर्सन हामीले चाहिँ रि रेकर्डिङ हैन तयडु हजुर यसो दाइ इन्स्पिरेसन धामा छ obviously बा चाहिँ अहिले obviously बायो हजुर चाहिँ बाजाको खकि मेबी नसुन्तो म्युजिकल फिल्ड खासै अठेला मोर तर जिम कान्छे बारे हाम्रो मलाई जिम काका चाहिँ वेको न म्युजिकले चाहिँ लगाव तर डाइरेक्ट म्युजिकै इन्भल्भ चाहिँ जो हामीले वेको चाहिँ बाँसुरी फ्लुट चाहिँ एकदमै थाना दिए मलाई तर उकेन जे बजा प्रभावित ज्या चाहिँ जी मेहाले नि चाहिँ जी नापा इभन स्कुल बुने टाइममा त चाहिँ जी बाँसुरी थानाका हजुर जी जस्तै थो 6 क्लास 8 क्लास बुने टाइममा जस्तो जी चाहिँ इपिएस बना यो कौन चाहिँ 3-4 तको जी इपिएस बना अलि इपिएस ढुङ्गा चाहिँ जी जेपी बोयो जुदुदै पब्लिक स्कुलमा अहिले बुनो टाइममा चाहिँ स्कुलमा न अब बाँसुरी गाया हुने नि अहिले स्कुलमा चाहिँ वो टाइममा चाहिँ अब क्लास 4 फङ्सन जुल मनी सुन्थे हरेक टाइममा चाहिँ बाँसुरी पुयाज्यो अहिले लिपा जब अब 9-10 क्लास पाके थिएन अब स्पेशली त्यो म्युजिकले चाहिँ त्यो मिहालीले चाहिँ पछि चाहिँ अफ इन्ट्रेस्ट दियो होला नि हजुर अहिले वो जी साटको चाहिँ वो मिहाली प्र्याक्टिस लगाए चाहिँ अहिले बाँसुरी थाहा चाहिँ टुवाटा रामलका अहिले छम्जिम पासपिसँग चाहिँ बाँसुरी थार्की चाहिँ ससिन हो हजुर ढाउज्यानो जुफो सायद मलाई अहिले चाहिँ बाँसुरी चाहिँ ठ्याप्पै टुवाटा चाहिँ मिहाली लगाइदियो अरे मजाले चाहिँ दाइभटी चाहिने छ हजुर पासपिन एकदम सेलेक्टिभ पासपिन हजुर हजुर जी छानिदिनु भए चाहिँ प्रायः चाहिँ मनु त गेजी रहेछ मजाले चाहिँ एकदम साई जुपिङ लिपा चकचके जियो पहिला चकचके जुपिङ लिपा भटी चाहिँ हजुर साई जियो अठेर मजु नि सञ्जीव दाइ अब नेपिसा छ मतलब छौ न्यू खकनले जी मजाले साई नेचर तर चकचक नखटे चकचक नखा जस्तै आठौँ पनि भन्छ तरी छ आने वो चकचक बन लग्त नियम हो म चाहिँ पहिला ध्यान रुच नि आठौँ पनि भन्छ चाहिँ अब साई नेचर चाहिँ भन्छ कम छ छा आठो फिल्डे वे साट को है यो कोमन न पाउ गुलमिले जिमाले मुला यो कोमन न पाउ नाप्लामली अथवा चाहिँ फिल्डे उनलाई स्टेज परफर्मेन्स फ्यान त नाप्लामला वो हिसाब छ वो बिस्तार बिस्तार चाहिँ वो बानी चाहिँ तनाउन धामलगा सञ्जीव दाइ त साई नेचर चाहिँ भतिजा ढासे हैन भतिजा दाइयो भटी क्यारेक्टर डिसेन्ट क्यारेक्टर छ काइन्ड अफ मतलब रिजर्भ टाइप त आसान जियो मुला जी चाहिँ खासै पछि जोली नेचर ठोक्ने पछि मन त नपा ख्याखे हुन यहाँ तर एसामा चाहिँ जी चाहिँ नर्मली चाहिँ जी रिजर्भ टाइप जो नि यो ले मुन्डेसन जिरो हराएर आको नि
अहिले मेन हजुर मेन जो चोइस चाहिँ अयोपट्टि मे टप होला हजुर दाइनो ठोइ नेचरमा जुन एकदम यो हजुर हजुर सुभा थ्याङ्क यू हजुर अहिले दाइनो ठो फर्स्ट चाहिँ त्यो म्युजिक करियर गोली एज स्टार्ट एज ए करियर मतलब मैं हालांकि सुरु चाहिँ जो कलेज लाइफ हुनु गएको छ जुल जी चाहिँ 47 साल चाहिँ विक्रमसम्म 47 साल चाहिँ पब्लिक जोइन जेबले मेबी त्यति पास पिन नप्ला त म्युजिक फिल्ड पनि मलाई अहिले अननिसे चाहिँ जी बेसिकली तो म्युजिकल करियर चाहिँ सुरु चल रहा मलाई चाहिँ छ मैं अहिले इच्छा दो तर प्लेटफर्म मरे छौं अहिले चाहिँ क्याम्पस को साथ का चाहिँ पब्लिक क्याम्पस संज्ञा साहित्य पाला अनि चाहिँ एभ्री इयर चाहिँ जी वो भिन्न नयाँ प्रोग्राम त थिति वो निवा धेरै बेला खास त जुन सुनि मलाई इभन कलेज मे वेलकम पार्टी न जुन अनुनिसे चाहिँ जी करियर सुरु दक्ले नापा जी संज्ञा साहित्य पालापछि ज्याजोले चाहिँ जी रामप्रसाद मानन्द दाइपट्टि चाहिँ नेपाल भाषा मेहाला जी सुरु छाड्छ जोले ठाउँमा चाहिँ मर्ने हजुरले वो मेहाला चाहिँ जी सुरु नखाउ वो त मे त अटक नलु मनी छंगो बाला गुखा थन हुले खना जितक दिना थुमन मचुना छंगो बाला गुखा थन हुले खना जितक दिना थुमन मचुना ठुमे हाला चाहिँ जी सुरे न हजुर दाइनो खलाञ्चनो लेन ओ सलेन मिठास त पनि चाहिँ थ्याङ्क यू तर अट्ला मुख्य छौँ तर खालि मुन्तेसँग सुधाइरहेछ युजली मुन्तेपट्टि खलाइबले वो मेहालिबले सब चाहिँ डिफ्रेन्ट जिउ चाहिँ खला छ मेहालिबले न स चाहिँ मतलब टोन चाहिँ एक्ज्याक्टली सेमै रहेछ हजुर त्यहाँले दाइयो चाहिँ फर्स्ट मे छु नेपाल भाषा यो जुल अहिले नेपालीको खलाइमा छ हजुर नेपाली न अठ्या जुल जस्तै क्याम्पसै छ वेलकम पार्टी चाहिँ जी नेपाली मेहाला सुरे नख उसलाई चाहिँ नारायण गोपाल दाइपट्टि चाहिँ चोट फिल्म नेपाली प्याख चोट फिल्मपट्टि बिरही माया अधुरो रह्यो जे वो मेहाला चाहिँ नेपाली एज ए नेपाली चाहिँ सूर्य नख तर वो ढुङ्गा चाहिँ लहरै विभिन्न चिया अथवा शनिबार गुल्न क्याम्पस त दु क्याम्पस योपट्टि विभिन्न हरेक प्रोग्राममा चाहिँ भागका कहाँ चाहिँ थयो किसिम सुरु जुयाउन र हाम्रो अहिले अनवया चाहिँ बल्ल 49 साल चाहिँ चाहिँ थो इन्डिभिजुअल सोलो ट्र्याक चाहिँ जी रिकर्डिङ नको 49 साल हजुर वो चाहिँ जी चाहिँ जुन नाच दाइ थिए द चाहिँ वो चाहिँ सेन्टिमेन्टल सिरियस टाइप जी मे यो चाहिँ मेरो प्रिय आज आफ्नो रहेन राउपरि रिकर्डिङ हैन हजुर वो चाहिँ खासै वो टाइममा एकदमै जस्तै भीमतलादर हरेश माथिमा सुनिल उप्रेती चलाइजेछौँ टाइममा जो चाहिँ वो पछि चाहिँ आर्टिक टाइप चलाए मुजल अनि पछि ट्र्याक हैन चाहिँ ट्र्याक चेन्ज हैन चाहिँ जी मेयो मेला वो पहिल्यै मे चाहिँ छ छिक्नु नि मेरो प्रिय आज आफ्नै रहेन मेरो प्रिय आज आफ्नै रहेन हृदयभरिको नासो पनि आज आफ्नै रहेन सुबह ठोमे चाहिँ जे 39 साल रिकर्डिङ हैन चाहिँ होराइजन दाउ कलेक्सन रिलिज हैन तर अनफर्चुनेटली उले मार्केटे चाहिँ मुन्टेसँग नोटिसमा आयो त मलाई अनि ठोरुङका चाहिँ बिस्तारै मेउ रिकर्डिङहरु चाहिँ जी लगाए नेपाल भाषा एकदम पपुलर सङ थियो मोनी वाला सुन्थ्यो होला हजुर वो चाहिँ त्यो गुलिसाले रेकर्डिङ वो चाहिँ जी 52-53 साल पाखे न उठाएछ जी चाहिँ दक्ले नपा नेपाल भाषा सेना जी नेपाली एल्बम नशा भित्रका जी रिलिज हैन 50 साल पाके 50 साल लास्ट पाके 50 मरि 51 साले होइन अहिले वो ढुङ्गा चाहिँ जी नेपाल भाषा हेर्न लुमन्टीका छ जी थन मतलब सम नेवा काम चाहिँ जो कथा चाहिँ जी त नेवा भा अथवा चाहिँ नेवा गीत संगीत प्रति नेवा कल्चर प्रति एकदम लगाव दियो अहिले छाड चाहिँ जिना हैन छेन नेपाल भाषा खलाउ जुल अहिले चाहिँ त नेपाली सिंह चाहिँ नेवा भाषा चाहिँ हालेर अझ कम्फर्टेबल फिल छु मलाई चाहिँ चाहिँ नेपाल भाषा छको लिकामले रिछको बिजा भए चाहिँ जिले लुमन्टीका चाहिँ जी लिकन खौ के चाहिँ जस्तै मोनी बोला सुन्ती बोला फुनी ज थे झलमल्ल छंगुगा सुला स्वेथे याटा हो तर वो एल्बम लेखेन तर श्रोता पिन्छ दर्शक पिन्छ तस्का एका दिला मलाई
तर हिटे जुल ढामलका अहिले अन झन्डै मतलब प्रभावित जुल नि मतलब इम्प्रेस ज्या चाहिँ मेमोरी न जिलिकाको कुटाउने हैन सञ्जीव दाइको फर्स्ट एल्बम यसमा लुमन्ती नेपाल भाषा चाहिँ लुमन्ती नेपाल भाषा लुमन्ती जुल हजुर ठुके चाहिँ पुनिया जथे झलमल पुनिया जथे झलमल मनी बोला सुन्दी बोला छौय एल्बम यो छौय एल्बम हजुर ठुके चाहिँ अहिले जस्तै पासा कविता जोशी हागु एदाइचा छला साप जंग पनि उन ठुकेन टु यहाँ जुया कम्पोज लिरिक्स हजुर हजुर जुया कम्पोज का उन हजुर एदाइचा छला साप जंग हजुर ख वो लेडीज हो वो लेडीज में जो चाहिँ जिम मा अहिले उले चाहिँ अब कविता यता भएको होगा वो मिन हिटे जुल हामीला ए छौ खौ लुमसो होला मिवा अन जी श्री दाइ वेक न बन एक खला वाला जुले सञ्जीव दाइ खौ प्या होला ल वेक न जिमस चाहिँ सञ्जीव दाइ त चाहिँ सञ्जीव धासति म हो हजुर नारायण दाइ धासति रहेछ हजुर मलाई वेक त मजाले नि एकदम नारायण गोपाल धा केसा मसिका दिखनी रा दाइ त हजुर उके बारे बटिस दाइ ठुके चाहिँ गेर हास अब 5 मिनेट चाहिँ नान दाइ हाक्यो मतलब हाकिदियो ठेउ ठे म सट्यो मतलब वो टाइम मेला कलेज एमए हाले ढिउला छौला काइन्ड अफ बिग अनि खनी मलाई अच्छा नर्मली यो अपर्च्युनिटी दैछु नि मको अहिले कलेज नानगोपाली म्याल सारको ओहो नानगोपाली म्याल का नान्दै का अननिसे चाहिँ खासै सुरुजी आउँछ खर्ने हजुर हजुर कलेजको टाइममै नपाउँ पनि पी पास में आटक न अट्टाका चाहिँ मतलब स्कनिका हाक्यो या तर जो लागि प्लस फाइदा गछ वेको नाम चाहिँ कम्पेयर लागि हामीले म जो मलाई वेको नाम म थाइजु त ठिकै छ सायद अब वेको पिन्छ मैना धाइजु ल मलाई तर उन जो तर अपासङ ल दजिरा म ता मलाई तर जो लागि नानगोपाल दाइला अफसोस इन्स्पिरेसन ख मलाई जिन थकुन न नि नापानी चाहिँ वेको पनि मिना उर्के जो ख जो लागि प्लस फाइदा ख जिना दाइ त सो रिक्वेस्ट आमा सो सुरा चाहिँ जस्तै नारायण गोपाल दाइ इन्स्पिरेसन दाइ दिले हजुर अथे दाइ पिन जिमो इन्स्पिरेसन मलाई अझ नो पुस्ता पिनु लागि ठाउँकुने चाहिँ एकदम वेस्टर्न कल्चर जग्गा अथवा वेस्टर्न म्युजिक जग्गा फोकस हुन्छ हजुर हजुर किन दाइ पिनु न भटी कन्टिन्युटी भटी माल हुन्छ है ओको ठुके चाहिँ जिन योको बिजाएन जस्तै छौ कथा स्वेउ खस बरु जी 90s जस्तै जिमसँग मी हालो दशक मलाई अब 90s चाहिँ योको बाबाला नेपाल भाषा मेरो प्याउ ख योको मेचा त प्याउ दु सायद बिचे अथवा 8-10 वर्ष ग्याप चाहिँ उली कम्पेरिटिभली उली क्वान्टिटी वो क्वालिटी मेनमहरु तर छौ कथा ठाउँकोले जेनेरेसन त चाहिँ अझ जी स्वेबले चाहिँ अझ अवेयर जो थिएछ मलाई हामीसँग चाहिँ अझ सब फटिमपटले चाहिँ ठेट नेपाल भाषा अथवा चाहिँ ठेट नेपाल भाषा इन्स्ट्रुमेन्ट त युजिना जिल्ला इभेन चाहिँ अब नेवारी छि नेपाल भाषा हलाउ जुलाउ त जुल ड्रेसेस त युजिना जिल्ला चाहिँ अब किस्म या त चाहिँ पिक कुता हेर्छौँ त जिउ स्किलमा बाँय लाएर हेर्छौँ नि हजुर हजुर वो जुवे मला ठाउँको चाहिँ जेनेरेसन के चाहिँ गर्छ लाग्छ जी पर्सनली जो लि चाहिँ यो ठाउँ न कमजोर दु मिस्टेक बिचे चाहिँ योको दङ त जी पिन्चुना चुनो हिसाब हुन चाहिँ जी कन्ट्रिब्युसन चाहिँ जी खासै या म फचौँ तर वो बिचे चाहिँ छौ जुगो होगोको सुरुवातका चाहिँ एल्बम छोलिकन हो तर वो न खासै जी मिडिया चाहिँ जी पब्लिक या मखने मेरो दको रेडियो डु मलाई नेपाली डुब्ले कि अमेरिका अन्य डुब्ले चाहिँ जी बिचे नो ख जो चापुचिपु मे नेपाल भाषा रेकर्डिङ न हो वो चाहिँ जी पब्लिसिया या मखने विभिन्न कारण मलाई तर ठुसी वेबले जिल्ला चाहिँ पब्लिसिया अथवा चाहिँ मेउनु न मे रेकर्डिङ याला बिचाइन्छु न सुया गते जुया हजुर जी छाया तो कम्पिकानो रहेछ उन दाइयो छौ जी इन्टरभ्यु लिन सुएबले हजुर दाइन न जस्तै पहिला जुस छौ मोनेटाइजेसन थयो ट्यालेन्ट मलाई 100 युए फ्यान जो ख ठाउँकुने चाहिँ वसिया बरु एक्स्ट्रा यो गेट अप निसेका ओन्ली फोकस ल हजुर ख वो जुनी बरु सञ्जीव दाइ पनि एटलिस्ट मिडिया भटिभटि कनेक्ट जज हुन्छ हजुर नो पुस्ताना सी म वो त बोला डेफिनेटली छादा स ठाउँकुने वो निनु से स्वेगु जमाना जिरो होला मलाई छादा स दको भिजुअलिपटि अनि भिजुअलिपटि एकदमै इफेक्टिभ जी मलाई म त तुरुन्तै असर है अथवा चाहिँ क्याच या त अफ हो ठाउँकुने सोशल मिडिया दक्कैसु लाटे डोज ल मलाई लाटे मोबाइल अरु खिटेको जुसा सोशल मिडिया आउन सो हिसाबमा चाहिँ ठोट चीज त चाहिँ एकदम सिरियसली जिमसँग कया मलाई जस्तै अब मे हाला छौ क्वालिटी मे अथवा चाहिँ क्वालिटी एल्बम त म्युजिक भिडियो डेकुलर डेहरू अनि छँदा जस्तै आठो बजा न्यू जेनेरेसन त इन्स्पायर जो कथा चाहिँ छु चाहिँ भिजुअली कथा जिल्ला सोशल मिडियाको चाहिँ वो या विचार चाहिँ हिँड्छु नौलो तर ओके लागि चाहिँ स्पेसली ठो फेसन जग्गा मख्त कि क्वालिटी उपरि बिहा दुनी हजुर ठाउँकुनेला पहिला चाहिँ सहज मको ठाउँकुनेला भिडियो न माया हजुर म एकदमै नाच सञ्जीव दाना ठाथे हजुर जिवे नेवा कल्चर केना जिल्ला गइचो न लुगा ठाउँकुने जे
निभा डङ्गोला मन सचिका चिना हजुर एलालु वया जुल वेको बिन्छ चाहिँ प्योर जिउन नेवा म्युजिक है जुन हजुर जिबे मजा टाइममे अथवा जिबे से बजा न्यो पे जेनेरेसन पि टाइपे चाहिँ आठौं गुना आटक नलु मन अब मजाले 16 17 वर्षको टाइममे त गुचा मित जुन टाइम मगला चुक्या जना मित जुन टाइम तर ठौकुने जेनेरेसन चाहिँ अधि मुजु 15 16 वर्ष एज 14 15 वर्ष सेल्फ डिपेन्डेन्ट जुया चाहिँ ज्यामा अथवा चाहिँ छिटो ठाउँको भए ठाउँको कल्चरमा कि मार्गा चाहिँ ठाउँने फिल्ड वया यान्छौँ सोसियल मिडिया न छौ किसिम छौ छुरा भएको छ क्याम्पेन त यान्छौँ वो चाहिँ दक्ष चुछा भयो अधीन ख ठुकेको लागि चाहिँ प्यारेन्ट्स न इन्करेज यामा मस्तेसँग छु या किन बिमा ठ्या मुझे अथे मुझे ठुठा नो ठो मिले मुझे ठ्या ए मलाई चाहिँ बरु या कि बिउ गन मिस्टेक जस्तो चाहिँ चिसँग चाहिँ बरु गाइड चाहिँ एन बिमा ठ्याछौँ चाहे त म्युजिकै छा मुजीमा भाषा संस्कृति छा मुजी वो चाहिँ गाइड चाहिँ एन बिमा तर ठोक्ने पि जेनेरेसन चाहिँ अझै नापि पि जिबे चाहिँ अझ चाहिँ फरवार्डै जुया चौँडो वो चाहिँ बाला पक्षको म्युजिकै न बालाको चौँडो डेफिनेटली हजुर अहिले मेरो छौ त नियन मासु चाहिँ ठाउँको नि नो जेनेरेसन पे हजुर एसी पास भी मलाई नि प्याउने जग्गा सोच्दै हजुर अहिले अब वेकअप इन्ड चाहिँ दाइन भटिजा दाइला युएसएले यो कोही दिन ल दाइ यो फर्स्ट एक्सपिरियन्स बारे खेतला ठो छिउपट्टि छम निमेस्यु छौ समाज छौ समुदाय छौ वर्ग प्रब्लम जको मको छिउ तो देशिय प्रब्लम ख छ पोलिटिकल सिचुएसन एना जुफु सायद मला थयो दिन वेचौ वो पाके छि मोने गुली कम्प्लेन या गुली कमेन्ट या मला तर विदेश पनि बामला मको बांला तर विभिन्न कारण आज जस्तै जिबिया विदेशे लान्छौँ थाना चौँदु छौ परिवेन्डे लान्छौँ तर विदेशे उना चाहिँ छौ बांला उच्च शिक्षा हासिल ना चाहिँ छौ ट्रेनिङ का चाहिँ उइट चाहिँ ल्या वया चाहिँ नेपाली फंका थने इम्प्लिमेन्ट या किसिम उनिफस चाहिँ तस्का बांला जिते छौ तर तो कुनै यङ जेनेरेसन अथे याना न चौँदु हजुर म्याक्सिमम ला ए कतर गुगु पिङ गेजुडा चाहिँ आठो जो फ्यासन टेन्स हुन्छ मलाई वो जुबले चाहिँ गुलीला झिनेवा त स्पेशली एकदम छ मायन्दै अहिले वेकअप चाहिँ होमसिक जु भन्ने हजुर ख थाको दुनी विदेशी लाइफ थन्थे मजो छोला एकटे होमसिक ला देडु अनुमन साथको चाहिँ थन्थे फ्रेन्ड नक्सा चुन्यु यो नमरो छाछ रेगुलर सर्भाइभ जित ज्या मलाई चाहिँ बोनेमा चाहे अथवा चाहिँ मेरो छुए चाहिँ जिउ पढाइ सम्बन्धी ज्या जुस अथवा चाहिँ छु ट्रेनिङ यास सुरु ओके लगे साइड बाइ साइड छौ ज्याला या मलाई स्टुडेन्ट लाइफ हैन ज्या मलाई अथे जु साथको चाहिँ लाइफस्टाइल चाहिँ सिके थाको मलाई अहिले ओके माथि झन् या कजा जुइबले पास भाइ सर्कल फ्यामिली मरेबले थैले एकदम प्रेसरलाई जुए तर बिस्तारै अहिले उना चाहिँ उयो ठिका चाहिँ बजा स्टुडेन्ट लाइफलाई स्ट्रगललाई यामा पिनि उना चाहिँ हो ज्याजी सेका अथवा चाहिँ छौ ट्रेनिङका छौ एजुकेसन सिरेका थन ल्यायो कुटा चाहिँ यामा ठ्यान्चोका जिसुया नि अहिले जी चाहिँ सुनम प्याउ नि फर्स्ट थने प्रिपेयर जाउँ ल मलाई पहिला पटी चाहिँ पिनि उनी साथको चाहिँ उले इजी लाइफ चाहिँ मजु वो छौ चाहिँ मेन्टली प्रिपेयर चाहिँ जुए मलाई अहिले पिनि उनी साथको चाहिँ छु न्यावेजसँग ज्यादियो बमला मजु ज्याना चाहिँ नेमा रह्यो छौ चाहिँ वो कन्सेप्ट चाहिँ दे मलाई तर वो छैन आजिला सुनाउ ल्याएर आशा जे थ उना मेपिन त उनमुटे धाट्नु मक्की तर ठौकुने थने नेपाली दिन यो को चीज यो स्कोप त दे मलाई मेडिकल लाइन जिमा मलाई साइन्स जिमा अथवा चाहिँ म्युजिक जिमा कम्प्युटर फिल्ड जिमा थन्न बाबालाउ कलेज त दु मलाई इन्स्टिट्युट त दु मलाई अथवा चाहिँ छि नेवा खेले सोल्ला छ अझ त्यो कल्चर सम्बन्धी ठाउँ यो को चीज त ट्रेनिङ कार था दु मलाई भाषा सम्बन्धी जिमा हरेक चीज चाहिँ थने ने या उठा यो कुरो कथम कदाचित छु थन छु पोसिबल मजला या वातावरण मन त धासा जको चाहिँ विदेशी हुना अनबरो छौ बालाउपट्टि छौ शिव जुना भए चाहिँ थने चाहिँ पुग्यो कुटा चाहिँ जिसे बालाइटे छ अथवा हुने माल लास्न चाहिँ विदेशीहरूले चाहिँ लाइफस्टाइल ठाको जे चाहिँ यातना दुखसी त तयार जि देसो मेन्टली प्रिपरेसन चाहिँ जुए माने हजुर जु त या छरो म्युजिकल फिल्डले हान सक्यो भने हजुर जु जे नेपाली चाहिँ फर्स्ट एल्बम नसा भित्र जी चाहिँ 2051 सालले रिलिज हो ठुमेनो चाहिँ जितो चाहिँ संगीत खेले चाहिँ सञ्जीव प्रधान लगा मसिकी त चाहिँ तर हे योगदान ल्याउला छुरा जी मतलब ठो एल्बम लेके आउँछ जी स्वयं लिफा स्वयं वाला जस्तै चाहिँ सूर्य एल्बम लामोको दक्षिण नापा चाहिँ टच दाउ कलेक्सन चाहिँ नसा भित्र नसा रिलिज याना हजुर अहिले वो कलेक्सन एल्बम ख मे थपा छो हिट जुया बिलकी मनु ममसिउ सुनान मे चाहिँ बजारे चाहिँ एकदम मतलब नि व्यापक जुल अनि यहाँ ठाउँमा मे आएको थियो होला वो टाइममा चाहिँ वो क्यासेट चकायो जमाना जुल मलाई अहिले नेपालमा पिने जस्तै स्पेसली दार्जिलिङ सिक्किम इन्डिया पाकिस्तान डासन लाखौँ लाख क्यासेट कपी बिके जुल अहिले वो टच एल्बममा चाहिँ वो मे हिट जी साथमा
अहिले मेपट्टि मे तया छपन्जुको यासा एल्बम लिकासा जुनि रिउ पासपिनु सल्लाह न चाहिँ अहिले 2051 सालपट्टि बाँकी चाहिँ जे मेमेउ जस्तै के आएर सोध एक्लो छौ कि पनि सपना आफ्नो रहेन मेमेउ च्यापुचिपु मेरो तया चाहिँ नसाभित्रका चाहिँ एल्बम लिखनु हो नसाभित्र रहेको चाहिँ एल्बम ना हजुर टच चाहिँ कलेक्सन एल्बम जस्तै नसाभित्र मेरो तया चाहिँ पहिला टच एल्बम रिलिज होइन अहिले टच एल्बम प्यानका जुन नसाभित्र अलरेडी हिटेज हुँला टच एल्बम ढाले दाइयो छ मको मेमे पिनो कलेक्सन एल्बम थियो अहिले वो ढुङ्गा चाहिँ 51 साल चाहिँ नसाभित्र नाटया चाहिँ अहिले देउरालीको चौतारी न ओके इन्क्लुडिङ चाहिँ नसाभित्र एल्बममा चाहिँ देउराली न इन्क्लुड नाथ्यो तर देउरालीको चौतारी रिलिज बिस सारकोमा झन् जिली फर्स्ट हजुर आतके दाइयो एकदम हाइपेट हुँ सँगै मध्ये छोटला देउरालीको चौतारी हजुर हुन केना चाहिँ जिता आटका ताले करिब अब 30-32 वर्ष दैन मलाई जो दाइ तो देउरालीको चौतारी जुन एकदम फेभरेट होला लिप लाइन दिँदै हजुर जुन ठो चाहिँ संगीत चाहिँ छाउनी अल्फा डिजिटल स्टुडियो या रविन्द्र सन्दारी दाइन कम्पोजन दिउ ख शब्द चाहिँ जुए ख मलाई चौचा जिन्दगी देउरालीको चौतारीमा संगिनीले आँखा छोपेको आउँछ अझै झझल्को हस्तै ठो देउरालीको चौतारी हजुर त्यो गुली साले रेकर्डियन दियो ठो चाहिँ 51 साल हुँदा 50 साल लास्ट चाहिँ 51 रिलिज हजुर त्यो देउरालीको चौतारी त्यो घेना जन्म जुल के बारे भति चाहिँ ठो खास चाहिँ पहिला मे लिरिक्स ट्रोया चाहिँ कम्पोजन उपरि चाहिँ मको अठ्याठ्या गपसप स्टुडियोले गपसप या छौँ होला दाइनो चाहिँ गिटार न झिङ छौ चाहिँ झ्याउरे बिटे चाहिँ रिदम छौ प्याटर्न दिएको छु अहिले वो ठ्याक्क निन साटका द गुन अब देउरालीको ढे छौ शब्द चाहिँ जिरा बोलहरू अहिले चाहिँ अब देउरालीको चौतारीमा सङ्गिनीले आँखा छोपेको न्यू लाइन चाहिँ जिन्छु या अहिले दाइन चाहिँ अथवा निन साटका अहिले ठ्याक्क गुन द्याट न साइड कम्पोज आइडिया वर्ल्डजीमा देउरालीको न्यू लाइन चाहिँ हजुर न्यू ठ्याक्क कम्पोज चाहिँ छु ल अहिले उहाँ कने खुन चाहिँ अहिले बाँकी लिरिक्स चोया चाहिँ कम्प्लिट जुम या तर रेकर्डिङ यहाँले चाहिँ थोरै हेरिरहेका चाहिँ विचार चाहिँ यहाँ मरो नि ठुके छु मेरो छु स्टोरी ढुकिदे अयो खासैलाई मरो मलाई जस्तै देउराली चौतारी थियो झिन म चाहन्छु यहाँ चुनु जस्तै आज जस्तै थन चाहिँ स्वयम्भू ल्याउने छु देउराली भन्ज्याङ ल्याउ ठाडु मलाई जस्तै आज चाहिँ जो बापिनो कुल चाहिँ त्रिशुली जुल त्रिशुली बजार मलाई अन्न अब चौतारी ढाउ ठाडु जस्तै चाहिँ डाँडा पाखा पहाड पर्वत मतलब नेचर नाप चाहिँ एकदम नजिक जो हिसाब जित चाहिँ थियो म चाहन्छु थियो चाहिँ जिउ दिमागै डु हिसाबमा ठ्याक्क वजको गर्ने हजुर कम्प्लिटली जिउ लिरिक्स दाइयो मोस्टली चाहिँ जुए दु जी खास मे पिनु लिन हालौला दु म हालौ मखो अथवा चाहिँ जी मे पिनु म हाल्यो जिउ थजक हाल्यो अठिला मखो मलाई मोस्टली चाहिँ आज चाहिँ चेउन इन्ट्रेस्ट हुन्छ चाहिँ जी पाटफुट छोल अहिले ठ्याक्क पास पनि छ दाइसँग कम्पोजन बि अहिले मोस्टली चाहिँ लिरिक्स चाहिँ जुए दु जस्तै शब्द चाहिँ अब सरी कम्पोज चाहिँ जस्तै रविन्द्र सन्दारी मलाई अहिले जस्तै द यो म कम्पोजर अमरराज शर्मा दाई अमर वेको झन् बालाम सिङ्गर वेको कम्पोजर चाहिँ हाले खाना तस्कन ल्याटा जस्तै भोलि फेरि सल्लाहकारीमा जस्तै नेपाल भाषामा छन्त नाप्ला के राम्रो अमरदाय कम्पोजर चाहिँ यो मिचा बुझु भालाउँदु जस्तै अब पासा जेम्स प्रधान फस्न मन लाग्यो परेकी रानी डाउपति मलाई कभर ब्यान्ड दिपेश मुल्मी थै यो कुराहरू मतलब कम्पोजर चाहिँ जु लागि एनबिबी दाइन थयो लिरिक्स मेपिदैन जे छपनी पो बियो तर द याद चाहिँ मन त जस्तै नभ एन्जल्स ब्यानो छपनी पो जु हाउ डु जस्तै जुपति लिरिक्स चाहिँ अन्जान साके वेकन छप हाउ डु जस्तै रविन्द्र दर्शनदारी वेको कम्पोजर तिमी नहुँदा पनि तिम्रो याद आइदिन्छ पनि छप डु मलाई कविता आवेज ल एदै छला छापसँग मलाई यो छोपिनो दु छ त दिमागमा मोसन गा चाहिँ ए दाइचा छला साबे जङ खनि छेका दाइ म भम्बा खनि मोहम्मद शिसा पाजु नाला म्यामना पनि मेखला कला हजुर तो चाहिँ मिजो त भजा उटपटाङ जाइ पिदि ए दाइ महफला पाजु महफला रगा चाहिँ लेस्पिन त मिखा त या चाहिँ नि फ्लट हे पुरी उ कन्सेप्ट बेच देगा ते पुरी खै जो दाइ आजको सञ्जीव दाइको लभ लाइफ भयो भने हजुर जिउ नि सरिसमा अब चाहिँ म्युजिक फिल्ड वा नाप्लाउ ख जस्तै अब
सरिसमा चाहिँ जी दक्ले फर्स्ट टाइम नाप्ला सी वो टाइम में एफएम ट्रायल पिरियड सिरियल उनका 100 मेगा हजुर जस्तै जी गुड नाइट एफएम टीटी एफएम त 100 फ्रिक्वेन्सी चलाइरहेको टाइममा चाहिँ बनी नेपाल भाषा गुड नाइट एफएम पछि स्वन्टिपले नुँदै छौ ज्याजो ज्याजो टाइममा चाहिँ सरिसमा जी जस्तै भीम प्लादर जस्तै मे बिना यो कोसिङ गर्दियो जस्तै लस्ता जोसी दान डकुना लो मन मलाई को लाइभ प्रोग्राम चाहिँ छ उले डक्लै नाप्ला ख सरिसमा चाहिँ अहिले सरिसमा उले चाहिँ जिनापा चाहिँ खला त अप्ठ्यारो ज्या चाहिँ लस्ता नापा लस्ता मी पास मिन्स ल अनि लस्ता नापा चाहिँ उया सञ्जीव दाइजी त मसिला रेगा नभएको चाहिँ जिरा आटको लु मनेको उले चाहिँ जिमी फर्स्ट नाप्ला हामीलाई अहिले फर्स्ट नाप्ला अनुज ल अहिले उया कने खुनु निसे चाहिँ जस्तै सो कान्तिपुर यो आई मिन फेसन सो होला सुख अन जुनो प्रोग्राम दु सरिसमा प्रोग्राम दु अहिले कने खुनु अन नाप्ला र मलाई मतलब वो फर्स्ट नाप्ला उपति छौ कोइन्सिडेन्ट चाहिँ कन्टिन्यू ज्याउनु नि अहिले हरेक इच एन्ड एभ्री प्रोग्राममा चाहिँ जिमी नाप्न चाहिँ गुनो चाहिँ नि अब क्लोज ज्या हुन यो अठ्यान्जु ल तर एकले अर्कालाई आई लभ यु भन्नै पर्छ भन्ने टाइपको नि अठे चाहिँ मजुला यो अठाला अठ्यान्जु ज्या हुन रे हाम्रो हजुर हजुर अहिले जिनिनो चाहिँ सरिसमा पहुँच्नु हजुर हजुर पहिला निसे दाइयो फ्यान गा अफ कोर्स अब मेला अब जस्तो स्कुल बनाउँछौँले मेनिन छौँजु ल फ्यानला फ्यान ख ओ हिसाब न जिरा फर्स्ट टाइम चाहिँ गुड नाइट एफएम जुले नवाओ जुल अहिले सो फ्यान चाहिँ आ चाहिँ थो लाइफ पार्टनर्स बोल्दा उना दाइ पनि छौ इन्टरभ्यु सोइले हैन दाइ पनि केमिस्ट्री सोइले हैन एकदमै यो हुन्छ त हजुर जस्तै दाइ त न आटके हजुर एज अ फ्यान ए वेको न हजुर सम्झे ज्या खला बला ज्या अब वो चाहिँ काइन्ड अफ वो छौ रेस्पेक्ट वे छौ लभ ख मलाई तर जिबी आतक न एज अ हस्बैंड वाइफ छैन सम पासपे थे जिबी हजुर एज अ फ्रेन्ड थे जिबी अथिन ज्या मलाई जस्तै सर्टेन चीज जी विथ डोमिनेट या अथवा चाहिँ म जित चाहिँ अब्जेक्सन या अयो थियो मरु अच्छा सायद छौए फिल ज्या न ल खला छासा वी थौ अलग एज अ फिमेल सिंगर थौ अलग नाडु थौ अलग त छौ फ्यान सर्कल डु हिसाब न अले अन फुल अले विथ न जी फुल सपोर्ट हैन नाप्न पनि ठ्या प्रोग्राम उयो उना चुनि ज्यान जित न कम्फर्ट ल विथ न कम्फर्ट ल तर एज अले अन फुल नि एज चाहिँ खास एज अ हस्बैंड वाइफ चाहिँ एज अ पासे थे जिमी चाहिँ जुगा फरा जाइन सु लोबन छु होबे गर्न लुमंगा छु हजुर हजुर हैन गुगुली चाहिँ हैन खाना यान्छ हजुर जिबे अठे अब एज अ हस्बैंड वाइफ एज अ पासमी लभ न ज्या नि खाना यान्छ नि ओ हेक्यु सिलसिला न ज्यान्छ लन्छ नि यो चाहिँ छ त्यो त थयो नि पसु छु मेमोरेबल मोमेन्ट्स सेरेन्डी मतलब यो इन्सिडेन्ट त दुयो को मलाई तर ठ्याक्क लुमङ्के बाउ चाहिँ जस्तै खोटाङ उनाबले गटजुल लाछ खोटाङ बजार डिक्टेल बजार स्पेशली डिक्टेल चाहिँ निवाटे बस्तीको न चिरो निवार बजार बस्तीहरू हुन खोटाङ लामीडाँडा एयरपोर्ट चाहिँ डिक्टेल बजार थिङको हुन त चाहिँ झि नर्मल मन्टेट चाहिँ 5-6 घण्टा लगा जुगा अहिले गामे चौबिन्तलाई 3 घण्टा एपि 3.5 घण्टा अन बजार थिङके फो जिम त युङकुबले चाहिँ वो झुकेन आइङको लामीडाँडा एयरपोर्टबाट चाहिँ 2-3 घण्टा हिँडे पुग्छ तर हामी यो नर्मल अनि हिसाब हो त तर जिम त अब बानी मरो टाइमै लगाइजु अहिले लामीडाँडा एयरपोर्ट थ्याङ्का लामीडाँडा चाहिँ अन एटलिस्ट 5-6 घण्टालाई यहाँ चाहिँ हुनेमा खनिका तर ऐसा न छौ एक्साइटमेन्ट अनि वना तर ठाकुसा वना डिटेल बजार थिएन अनि थ्याङ्का चाहिँ जिम त चाहिँ छौ जुन अर्गनाइजर जुन बजारमा चाहिँ छौ एकदम सिन्दुर जात्रा थिएन स्वागत हेला उगे बोजुबले चाहिँ जिम दुःख कष्ट दुःख लोमना एकदम प्राउड न फिल ल अहिले प्रोग्राम सिरेका ल्यावेबले अहिले एयरपोर्ट तकला वे मलाई अहिले ल्यावेबले चाहिँ थाकु हेरेका जिमी उनाबले न अब छि खच्चर घोडा उना खकाटले चाहिँ अहिले ल्यावेबले न चाहिँ खच्चर घोडा अब यो ख अहिले चाहिँ स्पेशली अब सरिसमा चाहिँ बेहुली घोडा राखा चाहिँ बेहुली घोडा चाहिँ अब ब्याइले चाहिँ बेहुली त्यो त घोडा चाहिँ वो चाहिँ एकदम जेन्टल मतलब एग्रेसिभ मजिमपट्टि जेन्टल घोडा चाहिँ उके चाहिँ वो छु न जी चाहिँ मेमा घोडा चुना मलाई सला चुना अहिले ठ्याक्क बजारमा चाहिँ मतलब अर्गनाइजरमा बिदायन जिबी ल्याए बच्चे ल मुठ्याउने का अलमोस्ट बच्चिरहेको थिएन अहिले वो जुन वो घोडा नापा वेमपट्टि घोडा मालिक टाइपला छौ घोडा छौ उयो त टेक केयर आइपट्टि उहाँ चाहिँ घोडा बिस्तारै मतलब सल बिस्तारै उन्डका चाहिँ वो कुसा चाहिँ हेट नाच्छु घोडा त सरिसमा चुन्छौ घोडा त डाल अहिले घोडालाई अनएक्सपेक्टेड वो बेहुली घोडा चाहिँ वो घोडा तमुया चाहिँ उफारे एनबोले फिल्मे थिए करिब 20-25 फिट उफ्रे ज्या चाहिँ सरिसमा त बे बजार एनब्लड नि
भगवानी कृपा वो पच्चा सिमसिम वाइचो वो ल चाहिँ वो ल पछ जम्मै चाहिँ वो भेट्ना नि वो चाची डु ज्या चाहिँ भेट्नाले अनलाना जको बचे ल लुनी डु वा मोबले चाहिँ वो प्लेन अठिसो चाहिँ पचा तर वे चोटपटक जिउपट्टि चाहिँ पोसिबल डु मला अठे जुल आ उइटा वो मोमन्दिर दा खना जुइ मुखला गामे होला आउट छुरा वा त जना अहिले अन ठ्याक्क डिटेल बजार ल्याउँदा हन मे 3 घण्टा उनमा नि एयरपोर्ट ठ्याङ्के त चाहिँ मे हन 3 घण्टा उनमा नि हजुर अहिले कामाल गा उइटा हन जी चोनौपट्टि सल्या तया जी चाहिँ उनाप्नमा 3 घण्टा न्यासया अहिले वो जीव बाख्माले बुन्थे कनगस्याको उकालो टाइपपट्टि चाहिँ जङ्गल बिचे जुया वेमा वा जाम जाम वइ छौँ जो लाइफे फर्स्ट अनुभव जी पनि मेसु चाहिँ वा वइ छौँ वाले जीव सुल्प्या वइ नि सुल्प्या छम होला ग्याट निमोला ग्याट लिकना वे अले वा वइ छौँ सीमा कोइला वो सुल्प्याला वा वर्षे जुठेका मछम गुली गुलीका सुल्प्या नि अले वो चितल लिकाटा चितल लिकना एनाले वो सुल्प्या ज्ञान छौँ मतलब मर्याउने यो किसिमको छ अनुभव त चाहिँ नि तर रमाइलो नख थौकनेको लुङ्गे ब्लेला छ नि पुस्न छ मुभी छ हजुर तर युजुअली आ थोछो चाहिँ जीवनी मेसु चाहिँ छ अनफर्गेटेबल छ मोमेन्ट घटना नजुल तर थेउपट्टि चाहिँ म्युजिक फिल्मले यो को ज्या छ जस्तै आगो गनगनले छम कलाकार जु कथा टाइम ने खनि मुको टाइम देने खनि मुको मलाई तर एसा थो संगीत छ ऊर्जा ब्याते खनि नि विशेष हो नपछि बि अहिले हङकङ प्रोग्राम उनीहरूले जस्तै हङकङ उनीहरूले अनेकपट्टि वो सी फुडी स्मेल समुद्री स्मेल त उही त मया जस्तै अब होम सिक थिएँ जुल मलाई अहिले जे उयो लागि चाहिँ जे जिन गर्न प्याम चाहिँ पास चुना बियो थैथ्यो इन्सिडेन्ट त नि विशेष हो जसले चाहिँ थयौँ आई इन्सिडेन्ट जुल मलाई अथवा जे सरिसमा पहुँच्यो त्यो वेकै लागिरहा त्यसो मी चुयो ढुला दैन यो खासै चाहिँ मरो मलाई आज छौ न्यु चाहिँ जे विचार चाहिँ जुनाउ ढुला देउरालीको चौतारी होइन एक लुमङ्गे उसलाई थयो छौ पास्ट मलाई लुमङ्गे उ छौ चाहिँ जसो चिसो इमेजिनेसन जको खर्यो नि उ हिसाबले चाहिँ चुर्यो यो खासै स्टोरी चाहिँ दाइ इमेजिनेसन छ नि उके दाइ उले बाना मलाई दाइलाई मेन रियल इन्सिडेन्ट है उके दिएको छलाई झन् बाना एकदमै अभियसली जी बिचाया तो चाहिँ म छपुजीको लिरिक्स चला चोइट्यो तर झट्टा दिमाग चाहिँ मोरो मलाई चाहिँ वो बानी गेज युखने धास चोयो बानी वो हाल्यो बानी जल कि गुलुमले मे कम्पोज जे छको चा मेलोडी बोल रिकर्डेर टोटल लिरिक्स न गुलुमले दिमागले न्यू लाइन चोला टोटल अठे जजनेट नि एउटा दु छ कम्प्लिट आमाले जो आ भौजना पे जे जुल आज पास भाइ पिना भो हजुर छु इन्सिडेन्ट जुल यो स्पेशल इन्सिडेन्ट ला मोरो अब मतलब अब पास पे पेन चाहिँ जस्तै अब युजुअली अब इन्सिडेन्ट छैन अब गन प्रोग्राम जुले चाहिँ पास पे ना पहुँचाइ वइ भो मतलब सो सपोर्ट यो लागि मलाई जस्तै गन प्रोग्राम जुले जिन पास बनाइंगा अहिले सपोर्ट चाहिँ जुका सपोर्ट किसिममा पास पे ना चाहिँ यो को दो तर इन्सिडेन्ट चाहिँ खासै हो चाहिँ मोरो छ जो आधा यो पाले सुसु जुल चाहिँ समकालीन पास वो टाइममा जस्तै सञ्जय श्रेष्ठ दीपक बजाचार्य मलाई जस्तै अब जेम्स प्रधान जुल निमारुङ बाजुल मलाई ठ्याक्क लुमो चाहिँ मोस्टली चाहिँ हजुर फर्स्ट एल्बम चाहिँ नेवाले चाहिँ लुमन्ती जुल नेपाली चाहिँ नसाभित्र नसा लुमन्ती ढुङ्गा चाहिँ जी इमिडिएटली लुमन्ती लिकानो चाहिँ नेक्स्ट इयर चाहिँ टिकिजा रापट्टि नेपाल बसे एल्बम नलिकन टिकिजा हजुर टिकिजा ढुङ्गा चाहिँ अहिले चाहिँ एज ए सेकेन्ड नेपाली एल्बम चाहिँ जी टिकिजा ढुङ्गा चाहिँ सिरमा सिर एल्बम लिकन हो 53-54 साल पाके चाहिँ टोटल आटक चाहिँ जियो नेपाल बस्यो नेउच्याउ अहिले नेपाली चाहिँ खु नेउटी जति जुल्जिला तर दक्षिण अफो चाहिँ नेपाली चाहिँ जिसो नेपाल बसे ड्यामाल जुब्री मेरो चाहिँ सचिति थिएन जुइला तर सायद नेपाली अफोर्ड हो तर नेपाल बसे चाहिँ सचि चाहिँ अफोर्ड द जुइमा जिसो त्यो त अब तिकी चाहियो न सबु हजुर तिकी चाहियो जित यो गुमे सबु दु सुथेना पा न्याब्ले नाउपति अछको छ नि जुवास सुथेन हापान ह्याबले जुगु छेया तिकी झाला सुथेन हापान ह्याबले जुगु छेया तिकी झाला जावया जिता थाना बी अलि जी जायता भमचित लसकुसिया थे लसकुसिया ना जिथा कोथा तैते सुथेन हापान ह्याबले हजुर सुगादे सिरीमा सिरी सङ न एकदमै पपुलर हजुर हजुर ठुकै बारे कति छ खाना ठो चाहिँ जी
वावै चौँले खास वावो न प सम्बन्धलाई मरु कसी वावले ल मन छौँ ल वो टुडी एको ल सफाइ ना एको चिज है टुफिन्ज ल टुडिन्ज ल लले ओके सफाइ ना अझ वो छि वो ल ज मजे छौँ वो चाका ल छोइ छौँ बले गुन गुन अचानक सिरेमे सिर लाउ छौ शब्द जको जु दिमागे हो मलाई अले उके त चाहिँ जिलिपा चाहिँ कम्प्लिटमा सिरे बइसको बेला उहिलेको कुरा खुइलेर गयो नगर त्यो कुराहरु चाहिँ मतलब खासै छु यो मिनिङलाई मको छौ चाहिँ फोन रमाइलो ठे चाहिँ छा टेन्सन क्या हो लाइफ रमाइलो खने वे हिसाब चाहिँ जि छोया लिपो कम्पोजन हो अले ठोमेन जस आलोमा हिटेज ल जित चाहिँ सपोर्टै र हामीलाई मलाई जस्तै आज यो लाइफ टाइममा चाहिँ नसा भित्रका देउलेक चौतारी सिरीमा सिरी मलाई जस्तै सानै छँदा रहरले मुलान पनि गर्ने नेपाल बसे मोनी उला सुन्थ्यो उला अमरा शर्मा दाइ चाहिँ भोलि फेरि सल्लाहकारीमा उडी जाने रुमाल फरर परिकी रानी मलाई विषय त्यो ठिटी योको मेदा हिट जुबला चाहिँ जित चाहिँ ताथे रियल दर्शक देसँग ट्रु अवार्ड ब्युटी चाहिँ जित फिल चाहिँ जुल गाछ ओके लाइक थ्यांक यू सो मच ला दा यो निवासको मको नेपाली न उलिए हिट दु हजुर हजुर ओके लाइक ला दाइ त जिमो छौ आ भने चाइल्डहुडै एकदमै बालक हुँदै थ्यांक यू हजुर जिउ दाइले त सिरीमा सिरी जुल दाइन नतिन गुल्न मे दाइदिन नि हजुर हजुर दाइ छम रिजर्भ क्यारेक्टर जुस दाइ मेले चाहिँ नतिन दाइन ढा हजुर भतिजा चुलबुलपन वो छ्याजुल रास वो टाइममे पप्यु हिम जुल मलाई पप्यु हिम नजुल अहिले युजली चाहिँ जिपी चाहिँ सुई स्टेजै फोकस छैन अब छौ किसिम चाहिँ जी गजल सजल डान गोपाल प्रेमलोज दाइ पनि मेजना हुर्के छैन अब वो टाइम एज ए पप योपट्टि चाहिँ छौ दशक 90s जुन टाइममे जितन छौ किसिम चाहिँ पप म्युजिकमा एकै इन्स्पायर याउडु मलाई रकमे पपमे त जस्तै इङ्ग्लिसमे त अयो नानो हुर्के जुल वो हिसाबमा इन्स्पायर जो कठाउन पपमे चाहिँ क्रेज दैछौँ टाइममे भतिजा सिरियसमे जी साटको स्टेज हाल्टन अप्ठ्यारो अहिले सिरियसमे त जुल कि भतिजा मतलब नि मन्टे त चाहिँ तुरुन्त टच या त भन्छ ठाकुर खलर हिसाबमा चाहिँ अब भन्छ थायोपट्टि ह्याङ्की प्याङ्की मेजुल चाहिँ स्टेज नजिउ भन्छ रक फ्लेभर नहोइ वो कठाउँ चाहिँ फोकस चाहिँ अनुजु हुन्छ खर्ने खास चाहिँ दाइन त मोस्टली दाइ लिन चले जो मेरो उकेले दाइन भिडियो चाहिँ उले मडेको वो चाहिँ उके लागि चाहिँ जे भन्छ अनलकी या हामीले छ्या ख मोस्यो जु नेचर जुया खला स्विट चाहिँ जु म्युजिक भिडियो देखाबु गरिदिउन ठाउँ बानी मलाई स्विटर चाहिँ न्याउनुमा चाहिँ रिक्वेस्ट थियो बानी जो आटक नमरु मलाई हजुर वाट इज यानो जी फो साइड अहिले छौ चाहिँ वो टाइममे मिडिया नकम छौ नेपाल टेलिभिजन जो छौ जुल लिपाती नै वा इमेज च्यानल एफएम अथवा चाहिँ थो जी कान्तिपुर टेलिभिजन त होला हजुर अहिले ठाकु यानो जी फो साइड मलाई अहिले उले अब म्युजिक भिडियो देख्दा एकदम ठाकु अब टेलिभिजन याउना छौ अप्रोच या त एकदमै ठाकु प्रोसेस यानो जी फो साइड चाहिँ जो लोकली म्युजिक भिडियो चाहिँ अनलकिली म्युजिक भिडियो चाहिँ यो कोमरो हजुर जिबीको मसबले न सायद देउरालीको चौतारी जुइमा दा यो म्युजिक भिडियोलाई मरुला मरो तर उके चाहिँ छौ गेजु लासा नापा छौ कान्छी दाउ टेली सिरियल जी वो डाइरेक्टर विजय रत्न असम बरे वे कपी देदै पनि इन्भल्भ ज्या छौ राजीव श्रेष्ठ फोटोग्राफर वे कपी मिला ज्या छौ कान्छी दाउ टेली सिरियल देकुबले चाहिँ मे म्याचिङ जुया चाहिँ वो टेली सिरियल यो चाहिँ टाइटल सङ यो लागि चाहिँ देउराली चौतारी युज याउडु हजुर अनि उकेन न भतिजा मन्टे त अझ मार्केटेड नि फैलियो ल अनि प्लस चाहिँ अहिले एफएम चाहिँ ट्रायल पिरियड 100 मेगाहर्ज अनि वो एफएममा चाहिँ यही छुमक्सा 50औं पटक चाहिँ देउराली चौतारी नसाभित्र बजे जुबले चाहिँ अहिले छौ सपोर्ट चाहिँ मेन सपोर्ट चाहिँ अनदर म्युजिक भिडियो मर्सान चाहिँ हजुर दाइ छौ म्युजिक भिडियो सोइरे छ उ दाइ भतिजा प्याखाउनु उठे हैन उ चाहिँ सानै छँदा रहरले मुलान पनि गरेर आउजी फसाएर उ चाहिँ इमेज च्यानल पनि उ चाहिँ 53-54 साल पाखे जिमाजी चाहिँ पछि लिपा आज यो म्युजिक भिडियो रे वा इमेज लिपा उ पनि सानै छँदा रहरले अथवा चाहिँ छौ मधुर मधुर छ यो साँझ मलाई अरे फाटफुट छम्जी बिजा ख अरे बिचे अझ बिचे वा छम्जी ठाउँ कुनै ड्यागोडु उल्या यो को चाहिँ मरो दाइ मेले आले मेउ गेला चाहिँ छौ स्ट्रगल यु न ख ज्याचौ दाइ स्ट्रगल जुसा छु लाइफ थटे घर हा मुभ अन जुमा अयु टाइप मेसेज न भिडियो मा हजुर प्रायले अटिट्युड जस्तै जी मेचेबले जस्तै अब फन्नी टाइप यो पटी मे भएको छ जी मे मेचेबले चाहिँ प्राय मुन्टे लाइफ रिलेटेड छ लभ सम्बन्धी छ मजिमा लाइफ सम्बन्धी छ मजि अयु मेटे चाहिँ चोया जस्तै छगनीको छ्या मुमिन जित दाइसुनी छचौ मे चाहिँ छन्दा मिलाजुलका बौरगा राई मलाई जस्तै सानै छँदा रहरले मुलान पनि कटे
भैँस सबै लाहोरमा आँसु झरेको यो युजली मुनु त फरेन अथवा चाहिँ परदेश मगला छौ चाहिँ छौ करियर लागि छौ उद्देश्य जुना हुने ओ दादा मुन्टे उपरि लाइफै बितेजी फ्यामिली छुटेजी मलाई थ यो अभि मुन्ट छुटेजी छौ विदेश जुन छु दुःख त साथै जे थ प्या मौन ब्लेन मुन्टे पागा निना चुनो खना चुनो उपति जी उटे चाहिँ रियलाइज ना मे छोया लिपा थयरे लाइफ गर्नु न मिले जस्तो न फिल जुगा जी अपासको बालामा मे चोमे अथवा सम साहित्यकार लम्बको तर पतपज थयरे चो इन्ट्रेस्ट दुई हिसाब जस्तै नेपाल भाषा खान जस्तै छे जे खोजि ब्ल्याक आला नखचगा होला मोनी सुन्ते होला धारणा छिब्राब्रे ज्याउन छ अब समय उनी चाहिए म अठे खोजिया चाहिँ अलि उके चाहिँ जिरो ठ्याक क्लिक जुल जने खन ख मोनी होला सुन्ते होला नखचगा टाला नै चोरो तना चोरो धारणा बुराबुरी जुल उमेरला वन चोरो वो ठ्याक छे खन जुल वो लुमुआसे अलि रियल लाइफ न मिले जो मला अलि वो उइटे चाहिँ प्योङ लाइन देगा तर जी ठ्याक्क मेडियाकालाई गुन क्लिक नजुला था लक्कीले आछन् हरेक सुन्ती हरेक मनी नखचगले बजे नजुले देउ लाग्न बाना तर द चाहिँ अथे चाहिँ लाइफ सम्बन्धी मतलब प्र्याक्टिकली द कस्तो मिलेज्यू मेट चाहिँ चोय गर्ने मनी वला सुन्ती वला घ्याचाको सालु सिति नखवला नखचख धाधाजी बुरा बुरी जुला मनी वला सुन्ती वला घ्याचाको सालु सिति नखवला नखचख धाधाजी बुरा बुरी जुला कबैलाई ठ्याक्क मिलेन जो आठुकेन होला मनी सुन्थ्यो बारेन बयान जाउँ होला उसके याना झिउ लाइफे गेज्यो आछि बुराबुरी जाउँ न धाइछ क्या टची मिस तो बुली लगभग 25 वर्ष दड ठुनी 24-25 वर्ष 23-24 वर्ष दज्जी 25 दज्जी दमटले दज्जी हजुर हुन त पासपिन अब आज यो गेट टुगेदर ठु मिहाल्छ नउले प्राय चाहिँ आठुके चाहिँ जुन सनु हजुर सनु लाइक ठोंगले चाहिँ सनु ज्या हुन्छ हजुर खेतला जुपटीले न इभन नेपाली न नेपाल भाषा मेरो न गन प्रोनाउन्सिएसन जुनो स्याउँदो मिल्यामुजो सायद जुन छौनी छता मिस्टेक छ जुदो तर ठोकुने चाहिँ वे ख यको शब्द त अपभ्रंश ज्याउँदो जी था बायना छा मजिमा मखला हरेक चाहिँ छला बोला चाहिँ अपभ्रंश ज्याउँछ त आछिसँग ठोकुने चाहिँ सच्चे याना यंको चौँदो ठोकुने जेनेरेसन जुला आठो नेवा एक्टिभिटिज सिक्ने रहेछ मलाई मतलब यको याना चौँदो को चाहिँ अब बालाउ पक्षको जस्तै अब बिचे छौ टाइमला छिसँग अब थो प्रचलित लिपि जुल रञ्जन लिपि जुल मलाई अथवा चाहिँ विभिन्न चाहिँ खगो त युजे मजिर हुँको ठाउँको कमनली युज ज्या चौँदो मलाई जस्तै आठौँ कुनै 16 आछ चाहिँ रञ्जन लिपि प्रचलित लिपि चाहिँ गुगल न डेयर हुँला मलाई गुगल चाहिँ चाहिँ युनिकोड न डेयर हुँला ठुलो लागि योको चाहिँ पास भाइ सनाना चौँदो मलाई ग्लोबली नेपाल भाषा नेवा संस्कृति चाहिँ मकेमा मकेङ्गी टाइममा दोकस्या सेकेमा ठेकेमाहरुका चाहिँ दोकान लगेछ वो चाहिँ सब बाला पक्ष ख दोकान मध्ये नु पुस्तापिन एकदम एक्टिभली लगेछ मलाई दाइपिला सब लेजेन्डेज हुनुला मलाई दाइपि जन भटी टच एसोसन ल्याउ हजुर एकदमै प्रयास चाहिँ जस्तै अझै ठौकुने अमेरिका चुनचना छ अनन यो कोया थिति नेवा संस्थाहरू जस्तै अझै चुनाउ ठासे चाहिँ बाल्टिमोर अन सो बाल्टिमोर नेवा पुचरका चाहिँ देहदसँग सोन्टी नखने हो मोनी नखने हो अथवा चाहिँ थिति चाहिँ त्यो ग्रुप चाहिँ इयाउ जुल व्रतबन्ध जुल नेवा कल्चरको ठाउँ या अनुजिया चौँदो जस्तै भर्जिना अथवा चाहिँ मेरल्यान्ड यो मेउ छौ कर्नर आउँदा जस्तै नेपाल सो पासा पुचर हाउस संस्था जो नेवा अर्गनाइजेसन अमेरिका डु होला जस्तै मेमे स्टेट योको नेपाल भाषा संस्था डु हले वो जस्तै बाल्टिमोर डीसी भर्जिना चौँटी नेवा संस्था नाप डाइरेक्टली इन्डाइरेक्टली जिन इन्भल्भ जिया चाहिँ जी थौ मेउ पाखेन जी चाहिँ कन्ट्रिब्युसन जुनहरु अले नाप्न चाहिँ तो नेवा अर्गनाइजेसन अमेरिका योपट्टि चाहिँ एभ्री इयर योपट्टि चाहिँ जुन कन्भेन्सन न्युज लेटर छ किताब एभ्री इयर रिलिज या संस्था मलाई उकेपट्टि चाहिँ जी ग्राफिक डिजाइन त जुल होल किताबे जी डिजाइन यहाँ जुन यो कोडे होला मलाई चाहिँ एज अ सिङ्गर छ जिता चाहिँ ग्राफिक डिजाइन चाहिँ यो पार्ट टाइम हबी थियो जो हिसाबले चाहिँ जी योको फ्रन्ट कभर त लोगो त मलाई जस्तै इभन अन गुली चाहिँ
पासपिन त चाहिँ जस्तै अब क्यासेट कभर सिडी कभर जस्तै फ्लायर त जी डिजाइन एन्ड बिहा स्पेसल चाहिँ ठाउँले चाहिँ नेवा अर्गनाइजेसन अमेरिका चाहिँ जी 8-9 वर्ष त जी चाहिँ अब किताब हो कभर चाहिँ डिजाइन एन्ड हो हजुर अमेरिका चाहिँ वन बिल्डर करिब चिन्खुर चिन्ने र चिन्चार तर बिचे वयान्टो छैन हजुर हजुर अहिले अमेरिका चाहिँ एज अ सिङ्गर बाहेक हजुर यो छुचु प्रोफेसन आउनु चाहिँ थनु थे मतलब सङ्गीत जग्गा सर्भाइभ जी थाको कम्युनिटी चिरौँ अहिले एज थैट छौ पार्ट टाइम ज्याला याना न्यायमा मलाई हजुर वया कथा चाहिँ जी छौ चिरौँ छौ व्यवसाय हेर्छौँ नाप चाहिँ जी छौ ह्यान्डिक्राफ्ट हेर्छौँ मलाई ओटो त ठोक्ने चाहिँ चिरौँ मिस्टेक लाउँ पस छोड्यो अब जी मेरो हस्बेन्ड वाइफ ओके टु इन्भल्भ ज्या पाला जी हेर्छौँ यो सर्भाइभ ज्या छौँ कन्सर्ट जुला मलाई भुलि हो अनि कन्सर्ट जुया छौँ छा अठे जुया न जिम त चाहिँ विदेशी चोनी त अपास थाको मुजो छाएर छ मक्सला मोनोटोनस छौ म्युजिक फिल्ड टोटल्ली डिफ्रेन्ट छौ चाहिँ कठाइ लाइफस्टाइल बिताबले थाको अन जस्ता एभ्री मन्थ त्यहाँ गन प्रोग्राम ज्या छुनी एजिया चाहिँ बजा मन छौँ जस्तै आजिमसँग बाल्टिमोर चुनान विभिन्न अमेरिका विभिन्न स्टेट प्रोग्राम हेर्छुना नाप्ना पन्टो अनन्टो जस्तै क्यानाडा अस्ट्रेलिया युरोप प्याकेज ल मलाई अलमोस्ट हरेक 2-4 महिना 5-6 महिना प्रोग्राम त चाहिँ यहाँ चुनाउनुका त्यहाँले अमेरिका चाहिँ पिन वइछौँ जस्तै हजुर थौकुनेला थनस्यानो उके छिउ त चाड पर्व भाषा धर्म हजुर अनअफो मान्याना हल्थ्यो जोला के छ दाइ पिन वो चाहिँ तस्को बालाउका छ विदेशी गुण साथको दक्ष नापा सेन्युरी छौ चाहिँ छौ चाहिँ कल्चर ख मलाई अच्छा अनुभव जानी सेङ्क्यु मुक्ति अनुपति छो इन्भाइरोमेन्ट छौ चाहिँ परिबन्ध मलाई ज्या अथवा चाहिँ डिफ्रेन्ट रिजन धारे डिफ्रेन्ट ल्याङ्ग्वेज यो कारण चाहिँ नेवा खना खनिमुको नेवारी कल्चर अथवा चाहिँ नेपाली कल्चर मनाया खनिमुको अन झुछु एभाइलेबल जो वे किसिममा या मैले जुल तर ठाउँकुने चाहिँ वो चिज चाहिँ चिजसँग चाहिँ ढठेका चाहिँ स्पेसली ठाउँकुने चिज हो नेवा ख्याबी गुल्न कम्युनिटी डुम हो वेक अप इन्स चाहिँ नेपाल भाषामा खडायो मलाई नेवार कल्चर या हो यो चाहिँ सुरेन्च हुँदै स्पेसली नेपाली नेवारी दको नेपाली कम्युनिटी हाम्रो स्पेसली मलाई वेक आउनु चाहिँ बिस्तार ठाउँकुने 8-10 वर्ष दत मलाई यहाँ पनि माने हो स्वान्टी नुद भिन्डुना माने आउँछु ल जस्तै जी नटिन त्यहाँ ग्रुप केटा पूजा ग्रुप आउँछु ल थनय ठेन्टु चाहिँ ट्रेडिसनल पारा हेर्छौँ तर अब थन्थे एक्ज्याक्टली ट्रेडिसनल या त चाहिँ ठिठी हलाउँछु न त अथवा चाहिँ सो हरेक चिज चाहिँ उपलब्ध मजुसाना चाहिँ फट्टिमफट्ले छुछु चिज त झिके एसेसेबल छु मलाई वहीसँग चाहिँ दोकान यहाँ नाचौँ नेवा कल्चर लागि चाहिँ बालकीको चाहिँ कुटा यहाँ हजुर अहिले छिउ त नेपाल भाषा गुली छेलाले अन छ्याला इङ्ग्लिस नभयो अथवा चाहिँ ल्याङ्ग्वेज नआयोलाई जब एजको जी मलाई स्पेसली सुन जे नेपाली त अनुना जे दोकान जे अनिपुरी सरकोलाई अनि फिलै आऊ ख मलाई वैसामा अब ओपो ल्याङ्ग्वेजले दिएर वो बाहेक छि नेपाली नेवारी कम्युनिटीलाई नेपाल भाषालाई मजाए छेलाए खलाना साल अनन्य वा त यो कुराहरू जस्तै उ नाप्ना पाना ठोक्ने चाहिँ सुजिया जुँदा जिनत नै छि फर्स्ट जेनेरेसन जुल अहिले छिरुङका नो जेनेरेसन सेकेन्ड जेनेरेसन आ ठोक्ने अन जे आ ठोक्ने अन जन्मे जुबी मस्त यो कुराहरू मुखला जन्मे जे 12 नक्टिन जुबी 12-15 ठौबी यो कुरा अंश चाहिँ नेपाल भाषा खनाउम छ नेपाली खनाउम छ अहिले बादी चाहिँ इंग्लिश खनामले अम त चाहिँ आ ठोक्ने नेवा क्लास का हो मतलब नेवा खसिने हो नेपाली भाषा हो अयो त चाहिँ यो कुरा जे छौं अहिले अंश मस्तेसँग इन्ट्रेस्ट त्यहाँ चाहिँ ओठो छिउ कल्चर खछि छ एडप या मार्गा चाहिँ अयोले जेन चौँडो अहिले जिनत नै थियो व यहाँ पनि जुल ठिठी नखर्चको हनिबले चाहिँ एम त चाहिँ टिमे बाजाउन ठाउँ जुल नेवा ड्रेस त जुल मलाई अहिले इन्भल्भ यहाँ चाहिँ नेपाल भाषाले चाहिँ इम्पोर्टेन्स चाहिँ इन्भल्भमेन्ट छ यहाँ चौँडोका जे फर्स्ट जेनेरेसन दाइबेला झन् सञ्जीव दाइबिन त सो रेस्पोन्सिबिलिटी नहोला हजुर 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 दाइबिसँग छौ हिस्ट्री हजुर हजुर देख्यो हजुर हजुर अहिले अन प्राय सञ्जीव दाइ यो फ्रेन्ड सर्कल चाहिँ नेवारै नेवा मोस्टली अभियसली आ चाहिँ नेवारै डु मलाई तर मिक्स मार्क्स तर दपो मिले जा चौँडो जस्तै जिम्मे छौ बाल्टिमोरेन छौ खेतला अब दोकुसी ठराउ सर्कल ग्रुप डु मलाई जस्तै थौने निसी हान जिनापो क्लोज जुपी चाहिँ नेवा पासपेसमा छौ परिवार दो 40-50 जना चाहिँ जिमसँग चाहिँ ठौने निसी चाहिँ जिम्मे अयो छु मतलब बायसनेस मक्के छु नाटा मक्के म पूजा हो यान्चुनहरु
ग्रुपिङ हजुर ग्रुपिङ हजुर मतलब जिम्मे जग्गा मुख आज जस्तै अन गर्जुल्ला छ आज छम पासे उपरि अब पासे फ्यामिली मम्मी ड्याडी उयोपट्टि चाहिँ तके फ्यामिली सर्कलै अपोजिङ ल छौ परिवार 30-35 जना सर्कल होला इमसँगले ठाउँपरि अलग महफुजा अरिना चाहिँ ग्रुप महफुजा नै यहाँ चुडु अहिले चाहिँ छौ होल कम्युनिटी मिले ज्या चाहिँ जे मिले ज्या महफुजा मानेहरुका चाहिँ 100-150 जना महफुजा यहाँ चुडु मतलब दु नेवा चाहिँ जे हो ओकेजन जुस सहल चाहिँ यहाँ चुडु स्पेशली चाहिँ नेवाले चाहिँ हजुर आज गुलिना जे सञ्जीव दाइ अथवा भौजू न जुन गुलिना फ्यान्स दो फलोअर्स दो वेक अप इन द चाहिँ दाइना छौ मेसेज बिमा चाहिँ सुबियादि दक्ले नापाला हाक्न सक्ने सोगुमे नेनामी भाजमेज पिन त सुबा छिटो नआएको सुबा टाइम बिहा चाहिँ ठोखला खन मलाई अहिले जी ढाडला जी नकुन दाइ जुन त लोमङ्गा दिमध्ये मेन्जेना दिस जिमसँग ठाउँ पाखे कुता याना चुनौहरू नेपाल भाषा गीत सङ्गीत त माइन दिस अहिले नापनापमा चाहिँ जिउ नेवा भ्या ल्याउ टोटा दिमध्ये नेपाल भाषा खनान दिस मलाई नेवा कल्चर नेवा कला संस्कृति त माइन दिस जिउले जो हस्दै दाइ न थोमिटो टाइम लाइक योको सुबादु होला हान दाइ मेबले थन नेपाली वेबले हान नाप्लाको जे सुबा हजुर थोमि लाइक चाहिँ ब्यामले हजुर सुबा थ्यांक यू थ्यांक यू जोजलपा सोक्पी पास्मी जिगो तो च्यानल नवीन शाक्य पोडकास्ट युट्युबे वना सब्स्क्राइब यान दिस सुबा